मलाई के लाग्छ भन्दाखेरि यो लास्टमा गएर कन मरा भनेर भन्दाखेरि गरिब भने जस्तै भयो के हो। हामी जे चिजको पनि उपचार चाहिँ करमा नै थोपर्दिन्छौँ, त्यसले चाहिँ दैनिक उपभोक्तालाई चाहिँ मार पर्छ। अब यो सुनको कुरा गर्दा हेर्दा यसलाई जसरी व्याख्या गरे पनि हुन्छ, तर हाम्रो अर्थतन्त्रलाई अनौपचारिक रूपमा त्यो गृहिणीहरूदेखि लिएर सबैले बचाइरहेको सुनले गर्दाखेरि चाहिँ काहीँ न काहीँ अलिकति स्टेबल भयो भन्ने मान्यता पनि छ। जस्तो तपाईँले भारतमा हेर्नुभयो भने विश्वले त्यो जुन सुनहरू सञ्चित गरेकोमा चाहिँ अनौपचारिक गृहिणीहरूले गरिरहेको सुन सञ्चित चाहिँ यति लार्ज हुन्छ कि त्यसले चाहिँ इकोनोमीलाई पनि स्टेबल बनाइरहेको हुन्छ। अब योपालि यो आएको चिज मलाई कस्तो लाग्छ भन्दाखेरि यो पर्याप्त छलफलै नभइकन आएको जस्तो देखिन्छ। जस्तो अब कस्तो भन्दा टाउको दुख्यो भनेर पेटको उपचार गरेर त भएन होइन। पूर्ववक्ता मान्यज्यूले पनि भन्नुभयो हामी कहाँ व्यथिति यस्तो छ अनि हामीलाई जहिले पनि के भनेर तर्साइदिन्छ भन्दा ग्रे लिस्ट ब्ल्याक लिस्ट भनेर तर्साइदिने, अनि त्यसपछि कर थोकिदिने, कसले बोल्न पनि नहुने जस्तो खालको छ। अहिले नै तपाईँले हेर्नुभयो भनेदेखि मूल्य वृद्धि र यो इन्फ्लेसन यस्तो हाई भइसकेको छ कि जस्तो अब अहिले कुरा गऱ्यो भने जिडिपी यो पर क्यापिटा इन्कमहरू बढ्या जस्तो देख्छ, तर महँगाई पनि त त्यही अनुसार बढ्या छ नि त। सरकार ऋण लिनलाई तपाईँको मन्त्री परिषदबाट पास गर्छ, तर त्यो ऋणको ब्याज तिर्नलाई चाहिँ यसरी कर थोपाइरहेको हुन्छ क्या होइन। अब टाउको दुखिया छ भइदिए सतै हिसाबले मात्र औषधि खाएर निको पार्ने भयो त कर जति बढाए पनि भयो। तर अहिले भनेको जस्तो कालो धनको कुरा, आतङ्कवादी गतिविधि भयो त त्यो त हामीले हाम्रो प्रणालीमा पो सुधार गर्नुपर्ने कुरा हो त होइन। हो ठिक छ 2% सट्टा 20% ट्याक्स आयो भने त्यसको औचित्य त हुनु पऱ्यो। मैले भने यो सतै हिसाबले ग्रे लिस्टमा पऱ्यो त्यही भएर भन्ने कुरा त हाम्रो देशको राज्य प्रणालीलाई त गिजाइरहेको जस्तो भयो नि त। विश्वसनीय, जवाफदेही र पारदर्शी पत्रकारिता सेतुमसी.com